टोआगला आइरहेको तपाईले एक्टिङ गर्न पर्यो किन ढिलो आएको खुब भन्दै बवाल त अस्ति बवाल गर्नुभयो यार ए रुचि यामा ढोका हल भने सुनिदेश ढोका हल भनेर ढोका सोका फोडिन्छु मैले खोल्दिन छिटो ढोका हल तेरो माइतीले राजा कहाँबाट धोकेर आयो यति राति कुकुरका मुख खारी जे खाइ तलाई बाल राम्रो राम्रो तर्नीसँग नाइट क्लबमा बसेर आएको छु म गर के गर्छस् लु त्यही जाने जहाँ जे खाएको छ त्यो क्लबतिर त्यही गरेर सुत्ने यहाँ आउने त्यही गरेर सुत्ने मतलब घरको बुढीसँग सुत्दा सुत्दा वाक्क भइसक्यो सुत्छु मलाई के त जस्ता केटी मान्छे कति पाइन्छ कति तेरो म अभागी पति गइहाल्नु यहाँ मेरो घरमा आउनु पर्दैन तेरो चोथाले अनुहार खुरुकलाई चाबी खाल ढोका हल भने सुन्नेस अरे रुन्ची कि आमा तैँले नहलेर के हुन्छ र 4 वर्ष अगाडि म्यादी पुलिसमा जाँदाखेरि पुरा स्लिपिङ ब्याग पाछु त्यही लिएर बाहिर सुत्छु म तैँले नहलेर बाल मलाई यहाँ मेरो घरमा डिस्टर्ब गर्न आउने होइन है खुर्क जाने तेरो घर र तेरो बाउको घर मैले नकमाएसँग मेरो घर हुन्छ तेरो ससुराली मान्छे म आफ्नै घरमा आज ढोकावाल जाने उतै जान्दा रक्सी खाएको छ त्यही गरेर सुत्ने यो अर्कैसँग सल्किछेस र हैन आजकल उल्टे कुरा गर्छ अर्कैसँग सल्किछेस क्या हो 12 बजे राति रक्सीको मुठ खाएर आएर यहाँनिर हल्ला गर्ने होइन है समाजले के भन्छ जडियाको बुढी भनेर मुठ खाछु म तेरो मुठ थोडी खाछु रक्सीको मुठ खाछु म तेरो मुठ थोडी खाछु मैले जसको सुकै खाऊ म मेरै सम्पत्ति खाए तैँले किन्दी छेस मलाई अर्कैसँग पल्की छेस क्या हो साला राम्रो राम्रो श्रीमती पाल्न पनि गाह्रो छ यार क्लबतिर म केटी घुमाउने यता अर्कोले घुमाइदिएर हुन्छ यार राम्रो श्रीमती बिहा गरेर पनि साह्रै गाह्रो जिन्दगीभरि कोठाला बस्नुपर्छ केटा हो ए रुन्ची ग्यामा ढोका खोल भने सुन्नेस् कुन दिन म यो बुढोलाई छोडेर हिँड्छु अनि मलाई ढुक्क हुन्छ यो मेरो सारङ्गी रेटिङ छोडेर हिँडिसक्थे सारङ्गी रेटिङ छ बुढीका सारङ्गी रेटिङ छ बुढीको गर्लफ्रेन्ड भेटिन्छ हामीले त केटा दिन्छ र यस्तै छ क्या रुन्ची ग्यामा कोहीसँग बस्नु भन्दा त बुढी जीवनमा एक्लै बसेको भए हुन्थ्यो बेनी नगरिकन कुन दिनमा दशा लागेर यस्तो जडिया बुढो कोही भेट्यो मेरो दौरा जान देखेर त हो नि तैँले मसँग माया लागेको होइन भन् त अनुहार पनि नपरेको बिहोरा पनि नपरेको मेरै भाग्यमा कुन चाहिँ श्राप दियो भने यस्तो पोइ भेटेर तेरै छ तेरै सत्य सावित्री तेरै अनुहार चाहिँ हेमा मालिनी जस्तो म त हेमा मालिनी जस्तो जस्ता केटीहरू त म त कति रत्न पार्कमा लागेको बेलामा भेटेछु नि तँलाई दशा होइन दशा चाहिँ मलाई लागेको चाहिँ कुन दिन यस्तो अनुहार धनुहार केटी पाएछ यार साला राम्रो केटी मान्छेले पर्पज हानेकै थिए साला के दिमाग सक्कर यस्तो केटी पछि लागेको मेरो मलाई ला अनुहारले आउँछ होला नि केटी लिएर आऊ जवानीमा त झिल्के थियो यार केटी तँ जस्तो थोडी हो मेकअप लाएर बस्नी जिम गएर टिक्रा सिक्रा बनाएको थिएँ अहिले पो रक्सीले सक्यो हेर केटी अब तर अर्की बिहार्न पर्छ क्या हो घरकी ढोका खोल्ने बा खोल्न त म अर्की बुढी ल्याएँ ढोका खोल्ने बा खोल्न त म अर्की बुढी ल्याएँ ल्याउनु मलाई केही मतलब एक्लै बस्छु एक्लै नानी हुर्काउँछु एक्लै बस्छु
सँगै जिउने कसम खाएको होइन र एक्लै जाने भन्छेस् मरे कि तँलाई मरे कि अहिले त रक्सी खानु थालेको छ रक्सी त अब घरको अब छोरा मान्छेले श्रीमतीले कचकच नगरेसम्म कसले रक्सी खान्छ र यार त्यो रक्सी खानु बुढी ल्याउनु मलाई मतलब छैन अब एउटा श्रीमती एउटा कोठा अर्को श्रीमती अर्को कोठा हामीलाई बाल बस एक्टिङ सक्यो प्लिज बस बवाल बवाल राम दामी ल च्यावालीजी खुसी लाग्यो रमाइलो भयो एकदम रमाइलो भयो बवाल गर्नुभयो गाइज रमाइलो कसले रेकर्ड गरेर भोलि कुदाउने फेरि यस रमाइलो भयो यार ल कति